रोक्दै रोक्दै हुनुहुन्छ आइया मम्मी हेर्नु त यहाँ रोक्दै रोक्दै हुनुहुन्छ हेर्नु रोक्दै रोक्दै हुनुहुन्छ यहाँ चाहिँ हेर्नु होला त्यस्तो झाडीलाई अहिले देखाएको थिएँ सुरुमा त्यस्तो झाडीलाई यस्तो बनाएर हेर्नु होला रोप्नुको छ कोदो खेत रोपेको त हाल्नु पाइँदैन कोदो रोपेको त हालेँ हेर्नु होला गाइज यहाँ चाहिँ हेर्नुहुन्छ यहाँ चाहिँ मम्मी हुनुहुन्छ हेलो भनिदिनु न यहाँ चाहिँ दिदी हुनुहुन्छ यहाँ चाहिँ रियारी हुनुहुन्छ रियारी हेलो भनिदिनु न हेलो यहाँ चाहिँ फेरि दिदी हुनुहुन्छ हेलो भनिदिनु न हेलो भनिदिनु न अब बाबासँग जान्छौँ र जान्छु हेर्नुलाई गाइस बाबा हेलो भनिदिनु न हेलो भन्नु न बाबा हेलो भन्नु न हेलो भन्नु न के रे हेलो भन्नु न हेलो आई हेलो होइन कि हेलो भन्ने त आएको जोत्नेहरू हो कि हेलो हेलो अनि यहाँ चाहिँ बाबाले के गर्नुहुन्छ बाबा डाँठ काट्दै मेलो पनि खाउँदै के को डाँठ हो त नि मकैको ए अनि मकैको डाँठमा मकै होइ त नि मकै घर लगाएको अनि यसपालि मकै कति खले मकै भागेर खाँदै 50 भारी अनि मकै पोलेर खानु हो कि खानु हो खानु खाइए टन्नै अनि यो डाँठ काट्दा कस्तो अनुभव भइरहेको त नि डाँठ काट्दा उखु काटेको अनुभव भयो अरे हामी सानसाना उखु भनेर खान्छ डाँठ ए हो र